नमस्कार सबैजनालाई। म सन्देश अधिकारी हाल अस्ट्रेलियामा एज अ फार्मासिस्ट भएर प्र्याक्टिस गर्दैछु। अनि मैले आज चाहिँ भन्न गइरहेको टपिक छ अस्ट्रेलिया र नेपालमा चाहिँ त्यो औषधिहरूको वर्ग हुन्छ नि, त्यो कसरी छुट्याइएको छ त्यसको बारेमा भन्छु है। कमनली भन्न खोज्दा चाहिँ अब अस्ट्रेलियाको सिनारियो हेर्दाखेरि अस्ट्रेलियामा 3 प्रकारले वर्ग, धेरै प्रकारले छुट्याइएको हुन्छ। कमनली युज हुने भनेको 3-4 प्रकारको वर्गहरू हुन्छ। जस्तै फर्स्ट हुन्छ फार्मेसी मेडिसिन भनेर छुट्याएको हुन्छ, दोस्रो हुन्छ फार्मासिस्ट ओन्ली मेडिकेसन भनेर छुट्याएको हुन्छ, तेस्रो हुन्छ प्रिस्क्रिप्सन ओन्ली मेडिकेसन भनेर छुट्याएको हुन्छ र अरू चाहिँ पोइजन भन्ने हुन्छ, डिफ्रेन्ट हुन्छ। तर कमनली युज हुने भनेको 3 प्रकार। अर्को कन्ट्रोल ड्रग भनेर पनि हुन्छ, अझ कमनली है, यो पनि 4 प्रकारको कमनली भयो। अर्को पोइजनहरू हुन्छ, त्योहरू हुन्छ है। अनि पहिलो भनेको फार्मेसी मेडिसिन, जसलाई चाहिँ फार्मेसीमा जोसुकैले जसरी जुन बेला पनि किन्न पायो त्यसलाई फार्मेसी मेडिसिन भन्छ कमनली। यहाँ देखाउन खोजेको चाहिँ यसरी, यहाँनिर चाहिँ यसरी माथि फार्मेसी मेडिसिन भनेर लेखेको हुन्छ है। मैले देखाउन खोजेको यो कमनली युज हुने जुकाको औषधि जसमा पाइरेन्टेल भन्ने हुन्छ है। यसको डोज चाहिँ 10 mg पर केजी गरेर जान्छ यसको डोज। त्यही भएर धेरै मान्छे 70 केजीको छ भने 7वटा छक्की खान पर्छ। यो कमनली यहाँ हुने चिज म गर्दैछु है। पाइरेन्टल यो कमनली युज हुने, यहाँ चाहिँ कमनली युज हुनेवाला औषधि भयो। यो फार्मेसी मेडिसिन भन्छ, जुन चाहिँ जो कोही गएर जुन बेला पनि लिन पाइयो। यसको लागि खास भनेको परामर्श लिँदा राम्रो होइन, म फार्मेसी एसिस्टेन्टसँग सोधेर गरेर लिन्छु अथवा म यतिकै टिप्छु सेल्फबाट भन्न पनि पाइयो है। वान टाइप अफ मेडिसिन। एन्ड सेकेन्ड टाइपको चाहिँ यो पनि फार्मेसी मेडिसिन, जस्तै हामीले ग्यास्ट्रिकको औषधि नेपालमा कमनली युज हुन्छ नि। यसमा चाहिँ इसोमेप्राजोल 20 मिलिग्रामको छ। यसमा चाहिँ प्याकेट अफ 40 हो, यो 14 प्याकेट अफ 14 होला मात्र प्याकेट हो है। यो पनि कमनली युज हुने फार्मेसी मेडिसिन भयो। अनि अर्को हुन्छ फार्मासिस्ट ओन्ली मेडिकेसन। त्यो भनेको चाहिँ हामी जस्तो फार्मासिस्टसँग आएर परामर्श लिएर पहिला बिरामी आउनुहुन्छ, त्यसपछि हामीले उहाँसँग क्वेसनयरहरू गर्छौँ होइन। अनि क्वेसन सोधेर अब रोग हामीले डायग्नोसिस गर्न सक्यौँ भने उहाँहरूको रोग पत्ता लगाएर र उहाँले चाहिँ यो रोगको लागि यो गर्नुहुन्छ भन्ने भएर अनि त्यसपछि हाम्रो डायग्नोसिस गरेर हामीले दिने औषधिलाई भन्छ फार्मासिस्ट ओन्ली मेडिकेसन। जुन चाहिँ फर इक्जाम्पलको लागि मसँग छ हाइड्रोकोर्टिसोन 1%, जसलाई डर्मेड भनेर एकदम कमनली चिनिने है। डर्मेड भनेर एकदम कमनली चिनिने वाला औषधि है। यो भनेको चाहिँ फार्मासिस्ट ओन्ली मेडिकेसन हो। अनि यसमा पनि यसो हुन्छ, फेरि यहाँ तपाईँको 1% यहाँ चाहिँ कस्तो हुन्छ भन्दा 1% फार्मासिस्ट ओन्ली मेडिकेसन भयो भने 0.5% छ भने त्यो चाहिँ फार्मेसी मेडिसिन पनि हुनसक्छ। जस्तो क्वान्टिटी घट्यो, स्ट्रेन्थ घट्यो भने त्यो चाहिँ फार्मेसी मेडिसिन पनि भइदिन्छ है। फेरि यो चाहिँ फार्मासिस्ट ओन्ली 0.5% चाहिँ फार्मेसी मेडिसिन, त्यो भनेको जुन बेला जसले उठाएर लान पनि पाइयो। तर यो मलाई चाहियो, फर इक्जाम्पल कोही आउनुभयो नेपालबाट आउनुभयो अथवा यहीँ हुनुहुन्छ होइन, मलाई कसैले सजेस्ट गर्यो ल मेरो एक्जिमा छ अथवा मेरो इचिनेस छ, रेड इन्फ्लेम छ होइन, कसैले चाहिँ ल मैले युट्युब हेरेँ अथवा केही हेरेँ, कसैले मलाई सजेस्ट गरेको थियो यसको बारेमा होइन, डर्मेड हाइड्रोकोर्टिसोन लगाउनुपर्छ, नेपालमा त कमनली लगाइन्छ होइन, यसको बारेमा सजेस्ट गरेको थियो, ल म लिन जान्छु भनेर जानुभयो भने त्यहाँ चाहिँ तपाईँले फार्मेसीमा गएपछि फार्मासिस्टले तपाईँलाई सोध्नुहुन्छ होइन, के अरे के को लागि लगाउने, किन लगाउने, कति समय भनेर सबै कुराहरू सोधिन्छ होइन। किनभने मेन भनेको चाहिँ एज अ फार्मासिस्ट हामीले भनेको क्लिनिकल जजमेन्ट गरेर त्यसलाई यो औषधि, त्यो पर्सनलाई, व्यक्तिलाई यो औषधि चाहिन्छ कि चाहिन्न, अनि यो डायग्नोसिस गरेको रोगको आधारमा उसले औषधि लगाएको छ कि छैन, अथवा यही औषधिको केसमा कुरा गर्दैछु, त्यो केसमा चाहिँ हामीले हेरिन्छ होइन। क्लिनिकल जजमेन्ट गरेर उसलाई यदि चाहिएको छ होइन, क्लिनिकल निड अथवा थेरापेटिक निड छ भने मात्रै दिने, नभए चाहिँ होइन कसैले मैले युट्युबमा हेरेको थिएँ अथवा गुगलमा हेरेको थिएँ यसले यो काम गर्छ अरे भन्नेको आधारमा नेपालको जस्तै यहाँ औषधि नेपालमा पनि दिइन्न, त्यही पनि त्यति इजिली पाइन्न यहाँ औषधि है। त्यही भएर तपाईँहरू चाहिँ फार्मासिस्ट ओन्ली मेडिकेसन लिन जाँदै हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, फार्मासिस्ट ओन्ली मेडिकेसन लिन जाँदै हुनुहुन्छ भने चाहिँ यो कुरामा चाहिँ मेक स्योर गर्नु कि तपाईँलाई चाहिँ फार्मासिस्टले केही क्वेसनहरू सोधेर होइन, अनि थेरापेटिक निडको आधारमा मात्र दिन्छ है। यतिकै हामीले चाहिँ तपाईँलाई औषधि यतिकै दिने चाहिँ हुन्न है त। त्यसलाई भनिन्छ फार्मासिस्ट ओन्ली मेडिकेसन, जुन चाहिँ फार्मासिस्टको अन्डर सुपरभिजनमा होइन, फार्मासिस्टले मात्र
प्रिस्क्राइब गर्न मिल्ने हैन दिन मिल्ने औषधिलाई चाहिँ फार्मासिस्ट ओन्ली मेडिकेसन भन्छ। त्यही भएर फार्मासिस्टको पनि एकदम इम्पोर्टेन्ट रोल छ, डिस्पेन्सिङ मात्र नभएर पेसेन्ट काउन्सिलिङदेखि लिएर रोगको पत्ता लगाउने डायग्नोसिसदेखि लिएर सबै रोगको त हुन्न हैन, तर म्याक्सिमम कति कुराहरू जुन S3 ले कभर गर्न मिल्ने खाले छ तिनीहरूको चाहिँ त्यसो गरिन्छ। अनि तेस्रो आउँछ प्रिस्क्रिप्सन ओन्ली मेडिकेसन। प्रिस्क्रिप्सन ओन्लीमा मसँग छ एउटा मेडिकेसन प्रेडनिसोलोन है, जुन चाहिँ स्टेरोइड हो। कमनली अब नेपालमा त कमनली जेमा पनि युज भइदिन्छ स्टेरोइड हैन, यहाँ पनि हो, तर यो भनेको प्रिस्क्रिप्सन अथोराइज मेडिकल पर्सनल, जस्तै फेरि यहाँ नर्सहरूले पनि प्रिस्क्रिप्सन लेख्न पाउँछ, मिडवाइफले प्रिस्क्रिप्सन लेख्न पाउँछ, भेटनेरियनले पाउँछ हैन, अनि अप्थाल्मोलोजिस्टले पाउँछ, डेन्टिस्टले पाउँछ, सबैले प्रिस्क्रिप्सन लेख्न पाउँछ है। त्यो प्रिस्क्रिप्सन लेखेर तर यसो हुन्छ, प्रिस्क्रिप्सन लेख्न पाए पनि सबैको आफ्नो आफ्नो क्राइटेरिया हुन्छ। जस्तो डेन्टिस्टले गएर स्लिपको लागि मेडिसिन लेख्न पाउन्न, डेन्टिस्टले आफ्नै कार्यक्षेत्रभित्र रहेर त्योभित्र रहेर लेख्ने हो। जस्तै डेन्टिस्टले अब एन्टिबायोटिक लेख्न पायो, सबै क्लासको एन्टिबायोटिक पाएन, एमोक्सिसिलिन, एमोक्सिक्ल्याब जुन चाहिँ कमनली युज हुने खालको हुन्छ नि, त्यो दाँतको इन्फेक्सनलाई हुने अथवा माउथ रिलेटेड इन्फेक्सनलाई कभर गर्ने खालको मात्र लेख्न पायो है। अनि सेकेन्ड भनेको चाहिँ डेन्टिस्टले अरू अब माइग्रेनको औषधि लेख्न पाएन, माइग्रेनको होइन छुट्टै डक्टरले अथवा मिडवाइफले नि होइन, नर्सहरूले होइन, तिनीहरूको क्याटेगोरी छुट्याइदिएको छ कि यो पर्सनले यो लेख्न पाइयो भनेर त्यसरी छुट्याइदिएको हुन्छ। यो चाहिँ मेडिकल प्र्याक्टिसनरहरू, मिडवाइफहरू, नर्सेसहरू, भेटनेरी डक्टरहरू अनि डेन्टिस्टहरू होइन, कोले लेख्न यही भनेर देखाउन खोजेको होइन। फार्मेसी यो प्रिस्क्रिप्सन वाली मेडिसिनहरू चाहिँ त्यसरी उहाँहरूले लेख्न पाउनुहुनेछ। अनि अर्को भनेको हुन्छ स्केड्युल 8, जसलाई कन्ट्रोल ड्रग पनि भनिन्छ। त्यो चाहिँ एकदम निगरानीमा, नेपालमा जस्तै हाम्रो हुन्थ्यो नि ट्रामाडोलहरू होइन, तिनीहरू चाहिँ जुन चाहिँ निगरानीमा राख्न पर्नेहरू होइन, के अरे ट्रामाडोलहरू भयो, अनि यहाँ चाहिँ डेक्सामेफेटामिनहरू त्यस्तोहरू ड्रगहरू चाहिँ कन्ट्रोल ड्रग हो। एसिड अक्सिकोडिनहरू तिनीहरू चाहिँ एसिड ड्रग हो, जुन चाहिँ निगरानीमा। त्यो एसिड ड्रग पनि सबै डक्टरले लेख्न पाउन्न। डेन्टिस्टले पनि कुनै पाउँछ होइन, पेनको लागि लेख्न पायो नि त, अक्सिकोडिनहरू लेख्न पायो, तर अब उसले होइन कसैलाई के अरे मेथाडोनहरू लेख्न पाएन उसले होइन, अरू कुराहरू पाएन होइन, त्यो लिमिटेसन हुन्छ कि। त्यसरी चाहिँ वर्गीकरण गरेको हुन्छ अस्ट्रेलियामा औषधि। नेपालमा पनि हुन्छ वर्ग क, ख, ग भनेर त्यसरी वर्गीकरण गरेको हुन्छ, तर नेपालमा कसैले पनि लागू गर्दैन। जस्तै अब फर इक्जाम्पल खोकी लाएर गइयो भने हामी एजिथ्रोमाइसिन मागेर खाने हाम्रो बानी अझै पनि छ होइन नेपालमा। त्यो चाहिँ होपफुली वान डे चेन्ज हुन्छ होइन। त्यो चाहिँ लकिली अस्ट्रेलियामा त्यो सिनारियो चाहिँ छैन होइन। तपाईँले एजिथ्रोमाइसिन खान पर्यो भने तपाईँले डक्टरले लेख्न पर्ने हुन्छ होइन, तपाईँले यत्तिकै म गर्छु भनेर पाउनुहुन्न। अनि फर इक्जाम्पल होइन तपाईँलाई कोल्ड सोर आयो होइन, कोल्ड सोर आयो, माउथ अल्सर आयो होइन, तपाईँले ओभर द काउन्टर ट्राई गर्नुभयो, अरू मेडिसिन अब के गर्न पर्यो हुन्थ्यो। जस्तो कोल्ड सोरको सिनारियो गरौँ न, यहाँनिर टिङ्लिङ सेन्सेसन छ होइन, फोकाहरू ब्लिस्टरहरू आउनु लागेको छ, त्यस्तो छ भने नेपालमा आई डोन्ट नो के भन्छ होइन पार्टिकुलरली, तर होइन त्यस्तो सिचुएसन हुन्थ्यो। यसलाई चाहिँ कोल्ड सोर भनिन्छ होइन कमनली। त्यो सिचुएसन हुन्थ्यो नि त होइन। अनि त्यसमा गएर चाहिँ के गरिन्थ्यो हामीले भनेको यत्तिकै एन्टिबायोटिक नि खाइदिने, आफै गएर माग्दिने, आफै गर्ने हुन्थ्यो होइन। तर त्यस्तो हुन्न, यहाँ चाहिँ त्यो कन्डिसनलाई चाहिँ यदि डक्टरले पनि ट्रिट गर्न सक्छ, फार्मासिस्टले पनि ट्रिट गर्न सक्छ। यदि फार्मेसी बिङ अ फार्मासिस्ट आइ एम स्योर चाहिँ उसलाई लाइक सी अर ही निड्स द कोल्ड सोर ट्याब्लेट भन्ने जस्तो भयो भने होइन, बिङ अ फार्मासिस्ट मैले जजमेन्ट गरेर क्लिनिकल निड, थेरापेटिक निड छ भने मैले चाहिँ उसलाई होइन फेमसाइक्लोभिर जुन चाहिँ 500 मिलिग्राम ओभर द काउन्टर आएको हुन्छ, त्यो मैले चाहिँ 3टा प्याक अफ 3 हुन्छ, त्यो मैले एज सुन एज पोसिबल खाने, यसको साइड इफेक्ट यस्तो यस्तो हुन्छ भनेर काउन्सिलिङ गरेर मैले प्रिस्क्राइब गर्न सक्छु, मैले दिन सक्छु होइन। त्यो गर्न सक्ने कन्डिसन हुन्छ कि यहाँ। त्यो भएपछि के हुन्छ भन्दा रोगको चाहिँ ट्याक्क पत्ता लगाइयो, गुड ट्रिटमेन्ट भयो नि त होइन। अब नेपालमा चाहिँ हाम्रो अहिले पनि बानी के छ भन्दा खोकी लाग्यो एजिथ्रोमाइसिन खाने, खोकी रुगा लाग्यो एजिथ्रोमाइसिन खाने अथवा एमोक्सिसिलिन खाने होइन,
कुखत पर्यो भनेर जाने एमोक्सिसिलिन खाने होइन, यत्तिकै हेपेजेटली हामीले चाहिँ मिसयुज गरेर आएको छौँ होइन। त्यो कन्डिसन चाहिँ यहाँ फिलहाल छैन, वान डे होइन नेपालमा पनि त्यो कन्डिसन नहोस्। अनि यही नै छ होइन। तपाईँहरूलाई केही कन्फ्युजन छ होइन केहीको बारेमा, यसले भिडियो बनाइदियो हुन्थ्यो जस्तो लाग्छ भने यु क्यान हामीलाई कन्ट्याक्ट गर्नु, हामीलाई होइन म्यासेज छोड्नु अथवा मेल गर्नु, अथवा यही भिडियोको तलपट्टि कमेन्ट गर्दा हुन्छ होइन। त्यो बारेमा हामीले चाहिँ नयाँ भिडियो लिएर आउँछौँ। यो जानकारी कस्तो लाग्यो होइन, यदि राम्रो लाग्यो भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। अहिले धेरै पछि मैले भिडियो बनाउँदैछु, टाइमले गर्दा पनि। अहिले फ्लू भ्याक्सिनेसनको सिजनले फ्लू भ्याक्सिनेसन अनि सबै कुराहरूले गर्दाखेरि चाहिँ थोरै बिजी भएर चाहिँ म त्यो भिडियोहरू बनाउन नपाएको। थ्याङ्क यू एभ्री वान होइन, हाम्रो हेरिदिनुहुन्छ, खुसी लाग्छ है। थ्याङ्क यू एभ्री वान, थ्याङ्क यू सो मच।